एमाले कांग्रेसका भिआईपी नेताले नेपाली जनता बेचेको प्रमाणित। बालेन सरकारकै रफ्तारमा देखियो अदालत पनि गरिदियो अपराधी ठहर। महाबिचौलिया भट्टसँग देउबा पुत्रको देखियो डरलाग्दो कनेक्सन। दिइयो अल्टिमेटम, सबै अवैध सम्पत्ति जफत गरिँदै। गलत नगर्ने व्यापारीको कन्फिडेन्स बढाउन पहिलो पटक मैदानमै ओर्लिए बालेन। बालेनको एउटै मिटिङबाट उठ्यो 3 खर्ब 20 अर्बको लगानी। सिंगापुर स्टाइलमै ल्याइयो सदाचार नीति। अब बस्नेछ देशमा विधि र थिति। हिजो जसको इशारामा कानून बन्थ्यो, आज तीनै भिआईपी नेताहरू अदालतको कठघरामा अपराधी साबित भएका छन्। देश बेच्नेहरू जेल जाँदैछन् अनि देश बनाउनेहरू एक्सनमा उत्रिएका छन्। नमस्कार, आज हामी त्यो बदलिदो नेपालको चित्र खोल्दैछौं जहाँ हिजोसम्म असम्भव ठानिएका दृश्यहरू आज हाम्रै आँखा अगाडि यथार्थ बनिरहेका छन्। नक्कली भुटानी शरणार्थी बनाएर आफ्नै नागरिक बेच्ने महापापको अन्तत किनारा लागेको छ। पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँड अब केवल पूर्व नेता रहेनन्, राज्य विरुद्धको कसुरमा अदालतले दोषी ठहर गरेका अपराधी बनेका छन्। हिजो सत्ता र शक्तिको सेटिङमा सबै कुरा मिल्छ भन्ने जुन अहंकार थियो, आज काठमाडौँ जिल्ला अदालतले त्यो तोडिदिएको छ। पूर्व गृह सचिव टेकनारायण पाण्डेदेखि बिचौलिया केशव दुलाल र सानु भण्डारीसम्मलाई अदालतले राज्य द्रोह र संगठित अपराधमा मुख्य कसुरदार ठहर गरेको छ। तर कथा यतिमै रोकिँदैन। भ्रष्टाचारको जरा अझै गहिरो छ। हिजोसम्म कानूनले छुन डराउने देउबा परिवारमाथि अब अनुसन्धानको वज्रपात भएको छ। महाबिचौलिया दीपक भट्टसँग 2.5 करोड भन्दा बढीको शंकास्पद कारोबारमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाका पुत्र जयवीर देउबा तानिएका छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 7 दिनभित्र हाजिर हुन जयवीरलाई अल्टिमेटम दिइसकेको छ। जेनजी आन्दोलनको रापले देश छोडेर हङकङ पुगेको अनुमान गरिएको देउबा दम्पति एकातिर अनि काठमाडौँमा छोरा र साला भूषण राणामाथि कसिएको कानूनी फन्दा अर्कोतिर। यहाँ एउटा गम्भीर प्रश्न उठ्छ के हिजो सत्ताको आडमा जति लुटे पनि हुन्छ भन्ने झुट यो देशमा सधैँ रहन्छ त? पक्कै रहँदैन। एकातिर देश लुटेर खानेहरूको भागभाग छ, अर्कोतिर बालुवाटार र सिंहदरबारबाट देश निर्माणको नयाँ रफ्तार सुरु भएको छ। प्रधानमन्त्री बनेपछि पहिलो पटक बालेन्द्र शाह मैदानमा ओर्लिएका छन्। देशको अर्थतन्त्र चलायमान बनाउन र गलत नगर्ने व्यापारीहरूको कन्फिडेन्स फर्काउन उनी आफैले निजी क्षेत्रसँग संवाद थालेका छन्। कुरा मात्र होइन, परिणाम हेर्नुस्। बालेनको एउटै मिटिङ र कूटनीतिक कौशलले एसियाली विकास बैंक एडीबीबाट सन् 2029 सम्मका लागि 3 खर्ब 20 अर्ब रुपैयाँको विशाल लगानी सुनिश्चित गरेको छ। हिजो कमिसन